So hello everyone, good morning. It's me Bilan Shrestha with another main vlog. So आज चाहिँ शनिबार, आज चाहिँ हामी तन्चुक जान लाग्छौँ 5:20 को भयो म अब निस्किँदाखेरि चाहिँ. सो अनि म आज चाहिँ घरबाट एक्लै निस्केको थिएँ. अनि चारबाट गएर केटाहरू सबलाई भेटेँ. र केटाहरू मलाई कुदो बसिरहेको छ. आज चाहिँ म अलिकति ढिला भएको थिएँ जानलाई. त्यहाँबाट हामी लाग्यौँ. त्यसपछि हामी गणेशस्थान पुग्यौँ र हाम्रो केटाहरू एकदम धार्मिक छन् होइन. बाटोभरि ढोक्दै गइरहेको थियो. पुरै एकदम धार्मिक छ. सो आज शनिबार भएकोले हामी पिपल पनि ढोक्दै गयौँ. त्यसपछि एकछिनपछि हामी चण्डेश्वरी पुग्यौँ र चण्डेश्वरी पुग्दाखेरि त्यस्तै 6 जति बसिसकेको थियो. सो 6 बजेपछि हामी त्यहाँ माथि हिँड्यौँ र भ्यू हेर्दै हिँडिरहेको थियौँ. एकदम सुहाद लागेको जताबाट हेरेँ नि भ्यू राम्रो आइरहेको थियो. सो यहाँ चाहिँ अलिक माथि गएपछि बनेपाको भ्यू होइन चाहिँ हेरौँ. त्यसपछि लगाएर 6:15 चाहिँ हामी अलिकति माथि पुगेको थियौँ. तर अझै बाइक थियो हामी जानलाई भर्खरै हिँडेको थियौँ. 15 मिनट जति भएको थियो हिँडेँ होइन. रमाइलो भइरहेको थियो. सो भ्यू हेर्दै हामी गइरह्यौँ होइन. जताततै राम्रो भ्यू जता गयो नि भ्यू नै भ्यू थियो होइन. अनि यो चाहिँ मलाई कस्तो खतर लगाएर मैले एउटा भिडियो चाहिँ यो चाहिँ क्लिप एकदम राम्रो. त्यहाँ अनि अरू भिडियोहरू पनि खिच्यौँ, फोटोहरू पनि खिच्यौँ सबैजनाले. त्यसपछि हामी लाग्यौँ फेरि मासतिर. जताततै हेऱ्यो नि त्यो सुलाएर खतरा देखिरहेको थियो. अलिक माथि गएपछि चाहिँ बाटो अलिकति बिग्रेर अहिले पानी पहिला भएर त्यहाँ पुगिसकेपछि हामी 3 जना मात्र थियो. मै दुईजना चाहिँ छिटो गइसकेको थियो. 7:22 बजी त्यहाँ माथि पुगिसकेको थियो तन्चुक. र त्यहाँ गएर यसो भ्यू हेरेँ. त्यहाँ नै पुरै हुसु लगाएर अरू भ्यूहरू चाहिँ केही देखाएको थिएन. सबै हुसु मात्रै आइरहेको थियो. र त्यसपछि त्यहाँ गएर हामीले अन्डा चना खायौँ सबैजनाले. सो त्यहाँ चाहिँ हामी इफुरो टुर्नामेन्ट नै खेल्यौँ एकैछिन होइन. अनि रमाइलो भइरहेको थियो. त्यसपछि हामी फर्क्यौँ. हामी जाने बेला चाहिँ पुरै लङकट बाटो गइरहेको थियौँ. थाहा थिएन यो सर्टकट बाटो. सो यो गोरेटो बाटो पनि रहेछ कि योबाट गयो भने चाहिँ एकदम सजिलो हुने रहेछ. सो बाटोमा यस्तो रमाइलो गर्दै आइरहेको थियो हाम्रो बिजेस रेस्टुरेन्टले नि होइन. यस्तो रमाइलो गर्दै हामी आयौँ र फेरि मन्दिर आयौँ र भित्र सिरेको थियौँ हामी. टिका लिएर आयौँ, टिका लगायौँ. सो आजको यति नै. थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो.